हेर्नुहोस् साथीहरू, तपाईहरुले देख्न सक्नुहुन्छ उतातिर खजुरको बुटा चाहिँ खजुरको रुख चाहिँ ढाल्न लाग्नु भएको छ। हाम्रो साथी मित्रहरूले कसरी ढाल्नुहुन्छ त खजुरको रुख कसरी निकाल्नुहुन्छ त राम्रोसँग सुरुदेखि अन्तिमसम्म देखाउने छु। रोडको बीचमा कसरी निकाल्नुहुन्छ त राम्रोसँग देखाउने नै छु साथीहरू हजुरहरूलाई मैले। एकजना दाइ माथि चढ्नु भयो, त्यसको तलपट्टि चाहिँ एकदम खनेर जराहरू पनि निकालिसक्नु भएको छ। साइडमा खतराको चिन्ह पनि राख्नु भएको छ, सडक चिन्ह। कसरी यसलाई चाहिँ ढाल्न सकिन्छ राम्रोसँग योजना अनुसार चाहिँ तयारी भइरहेको छ साथीहरू। रुखलाई बाँड्दै हुनुहुन्छ दाजुभाइहरूले। उता पनि गाडी एकदम चलाचली गरिरहेको छ, यताको बाटोमा पनि गाडी चलाचली गरिरहेको छ। यस्तो समयमा कसरी बीचबाट रुखलाई ढालेर काटेर निकालेर गाडीमा राखिन्छ त राम्रोसँग हजुरहरूलाई देखाउने नै छु साथीहरू। त्यो बीचमाको त्यो एउटा खजुरको रुख चाहिँ यसै गरी निकालेर नै गाडीमा राखिसक्नु भएको छ। अब तयारी हुँदैछ, हेर्नुहोस् साथीहरू निकाल्नको लागि। साथीभाइहरू दाजुभाइहरू साइडमा उभिराख्नु भएको छ। दायाँ बायाँ गाडीहरू चलिरहेका छन्। प्रेस गर्दैछ, मेसिनले प्रेस गर्दैछ साथीहरू। प्रेस भइरहेको छ साथीहरू। प्रेस चाहिँ कसरी निकाल्ने त प्रेस भइरहेको छ। अझै पनि सफल हुन सकेन यसलाई निकाल्नको लागि। अझै खन्नुपर्ने, तलतिर माटोहरू खन्नुपर्ने अवस्था आएको छ साथीहरू। धेरै प्रयास गरियो यसलाई निकाल्नको लागि, तर मेसिनले सकेन। फेरि पनि दाजुभाइहरूले माटो खन्दै हुनुहुन्छ, जराहरूलाई खन्दै हुनुहुन्छ। एकजना दाइ चाहिँ माथि रुखको टुप्पामा पुगिसक्नु भएको छ। टुप्पोमा पुगिसक्नु भएको छ भने तलबाट दुई चारजना दाजुभाइहरूले खन्दै हुनुहुन्छ। माथिको दाइले चाहिँ रुखमा चढेको दाइले चाहिँ डोरीलाई मिलाउँदै हुनुहुन्छ। टान्दा खजुरको टुप्पो पनि भाँचिन लागेको छ साथीहरू। डोरी मिलाउँदै हुनुहुन्छ। रुखमा चढेको दाइ
झर्दै हुनुहुन्छ साथीहरू। अब फेरि तलबाट प्रेस हुँदैछ, माटो खन्ने काम हुँदैछ, यसको जराहरू निकाल्ने काम भइरहेको छ। मेसिन पनि तयारी अवस्थामा नै छ। धेरै प्रयासका बावजुद पनि निक्लेन। फेरि प्रयास हुँदैछ। यसलाई निकाल्नको लागि एउटा खजुरको रुख चाहिँ निकालेर पनि गाडीमा राखिसक्नु भएको छ पछाडि ट्रलीमा। ओ हेर्नुस् त टुप्पो त भाँच्यो त साथीहरू। ओ माई गड टुप्पो त गयो त, भाँच्यो त साथीहरू। टुप्पो चाहिँ भाँच्यो साथीहरू है। अब यसलाई चाहिँ कसरी निकाल्ने त? धेरै गाह्रो पो हुने भयो त साथीहरू। आजको हाम्रो भिडियो चाहिँ धेरै डेन्जर भयो त साथीहरू। ट्याक्कै निकाल्नु पर्ने ठाउँमा भाँचिदियो। हेर्नुस् त बिचबाट भाँचिदियो, भाँचियो, के गर्नु? अब यसलाई कसरी निकाल्ने होला? हुँदैछ प्रयास साथीहरू। दाजुभाइहरूले चाहिँ गराउँदै हुनुहुन्छ, प्रयास भइरहेको छ। मेसिनले तलतिर थिचिरहेको छ। मेसिनले फेरि माथि उठाउँदैछ। यो चाहिँ नभाँचिनु पर्ने हो साथीहरू, भाँचिदियो कि है। भाँचिएर चाहिँ झन् साथीभाइहरूले गाह्रो हुने भयो त। हेर्नुस् त हेर्नुस्। धेरै गाह्रो पर्ने भयो त निकाल्नको लागि साथीहरू, के गर्नु? मेसिनले प्रयास गर्दैछ निकाल्नको लागि। दाजुभाइहरूले काट्दै हुनुहुन्छ जरापट्टि। यो रुख चाहिँ भाँचिदियो साथीहरू, त्यही भएर चाहिँ अलिक टाइम लाग्ने भयो है त साथीहरू। गाडी मेसिन थोरै अगाडि आएको छ साथीहरू। अब तयारी हुँदैछ निकाल्नको लागि। धेरै मेहनत गर्नुपर्ने हुँदो रहेछ। यो बिच बाटोमा चाहिँ रुखलाई निकाल्नु पर्दा चाहिँ धेरै मेहनत लाग्दो रहेछ साथीहरू है। हेर्नु साथीहरू जरा कसरी निकाल्नु हुँदो रहेछ हेर्नुस् त। त्यसको जरा मुनि रुखको मुनि एकदम जरामा चाहिँ पुरा माटोहरू निकालेर यसरी निकाल्नु हुँदो रहेछ उहाँहरूले चाहिँ है, काम गर्ने दाजुभाइहरूले चाहिँ। मेसिनले ढकेलिरहेको छ हाम्रो रुखलाई चाहिँ। दाजुभाइ मित्रहरूले देखाउँदै हुनुहुन्छ सिग्नल। मेसिनले ढकेल्दैछ साथीहरू, ढकेल्दैछ। कतिको प्रयास सफल हुन्छ हेरौँ यो पालि। अगाडि निकाल्ने बेलामा चाहिँ आधाबाट भाँचियो, त्यही भएर अलि धेरै गाह्रो भयो है साथीहरू निकाल्नको लागि। यो रुखले चाहिँ धेरै नै दुःख दियो है साथीहरू, निक्लेन त। प्रेस गर्दैछ, धकेल्दैछ, तर पनि अझैसम्म भाँच्चिन सकेको छैन, निक्लिन सकेको छैन साथीहरू। हुँदैछ प्रयास हाम्रो मेसिनबाट चाहिँ दमदार तरिकाले। बब्बाल परेसान रहेछ है, तर पनि खै भाँचिन्न त। कति बलियो रहेछ यो, कति बलियो रहेछ हो यो रुख चाहिँ। यति प्रेस गर्दा पनि मेसिनले भाँचिँदै नभाँचिने।
हेर्नुस् त ओ माई गड यसरी प्रेस गर्दा पनि भाँचिएन। फेरि पनि एक तराई हुँदैछ। यो पालि भाँचिन्छ कि भाँचिन्न हेरौँ। यो पालि चाहिँ अलिकति हल्लायो है, तर खै भएन त हुँदै हुन्न त। यता तान्दैछ है गाडीले, मेसिनले आफूतिर तान्दैछ है साथीहरू, तर पनि आइरहेको छैन। फेरि पनि प्रेस गर्दैछ, ढकेल्दैछ मेसिनले। कतिको सफलता प्राप्त हुन्छ हेरिहालौ। बिचमा भाँचेर चाहिँ झ्याउ गर्यो कि साथीहरू, त्यही भएर चाहिँ अलि निक्लिन गाह्रो भयो। फेरि पनि खनौ कि क्या हो, माटोहरू निकालौ कि क्या हो भन्ने कुरा सल्लाह भइरहेको छ हाम्रो दाजुभाइ मित्रहरूको। दुईचोटिको प्रयास असफल भएपछि फेरि पनि दाजुभाइहरूले माटो निकाल्दै हुनुहुन्छ रुखको जराबाट। प्रेस गर्दैछ मेसिनले साथीहरू। योपालि चाहिँ सफल हुन्छ या हुँदैन। मेसिनले रुखलाई चाहिँ प्रेस गर्दैछ। यो चाहिँ भाँचियो भने अनि निक्लियो भने चाहिँ यसरी नै गाडीको माथि नै यसरी नै राखिन्छ है त्यो साथीहरू। बिच रोडमा यसरी रुखलाई निकाल्न चाहिँ धेरै गाह्रो भइरहेको छ हाम्रो दाजुभाइहरूलाई, मित्रहरूलाई। फुल प्रेस गर्दैछ साथीहरू, दबाउँदैछ, ढकेल्दैछ। हेरौँ भाँचिन्छ या भाँचिँदैन। धेरै मेहनत गरिरहनु भएको छ हाम्रो दाजुभाइहरूले। मेसिनले पनि धेरै मेहनतका बावजुद पनि अझै पनि सफल हुन सकेको छैन। प्रयास जारी छ। गाडी ब्याक सर्दैछ साथीहरू। अति नै मेहनत गरिराख्नु भएको छ हाम्रो दाजुभाइहरूले। अब तेस्रो पटक प्रयास हुँदैछ, सफल हुन्छ या हुँदैन। यो खजुरको रुख निकाल्नको लागि साथीहरू हजुरहरूले देख्न सक्नुहुन्छ दायाँ बायाँ गाडीहरू चलिरहेका छन् भने बिचमा चाहिँ हाम्रो रुखलाई, खजुरको रुखलाई चाहिँ कसरी निकाल्ने त, त्यसको बारेमा चाहिँ अति नै मेहनत भइरहेको छ साथीहरू। हुँदैछ, मेसिनले प्रेस गर्दैछ निकाल्नको लागि साथीहरू। डोरी मिलाउँदै हुनुहुन्छ हाम्रो दाजुभाइहरूले। दायाँ पनि गाडी चलिरहेको छ, बायाँ पनि गाडी चलिरहेको छ, बिचमा छ खजुरको रुख। निकाल्नलाई धेरै गाह्रो भइरहेको छ साथीहरू। यस्तो अवस्थामा चाहिँ के गर्ने त। मेसिनले माथि आकाशतिर खिचिरहेको छ साथीहरू निकाल्नको लागि। हेरौँ कतिको प्रयास सफल हुनेछ। एकदम जोड लगाएर निकाल्न खोज्दैछ मेसिनले साथीहरू। टाइट भइसकेको छ डोरी पनि। प्रेस गर्दैछ साथीहरू, प्रेस हुँदैछ रुखलाई।
प्रेस जति गरे पनि साथीहरू म चाहिँ कामतिर लागेको थिएँ, त्यसै कारणले गर्दा यसलाई चाहिँ खजुरको रुखलाई चाहिँ निकालेर पनि गइसक्नु भएको छ साथीहरू। यति नै हो है त साथीहरू आजको लागि भिडियो।